Hello guys. यता हुँदा So hello guys. We are going to play football. नाम My name is Ons. खै उता पछाडि फर्का त पोजिसन के हो Goalkeeper. Goalkeeper. तिम्रो Sushant Sai. पोजिसन के हो Defender. खोइ यार छिटाउ न साइडबाट तिम्रो बल हो त्यो चाहिँ नाम भन त Ronaldo. नाम रोनाल्डो हो तिम्रो जर्सीको नाम होइन तिम्रो नाम हो जर्सीको नाम मेरो नाम भन्छ अलिक यहाँ रोडमा बस्छ न बिचमा देखेन मेरो आइडल हो यो जर्सीको नाम Ronaldo. तिमी पछाडि फर्का त पोजिसन के अरे तिम्रो अलिक पछाडि अब गर त अब गर त अब गर त रोनाल्डो र मेसी हात मिलाउँदा खेप अलिक हट न ल अब यहाँ गर हात मिलाउँदा रोनाल्डो र मेसी भनेको राइभलरी चाहिँ यहाँ पनि छ यहाँ उभल र पछाडि देखौँ त पछाडि देखाउ त मेसी अग्लो भएछ तर यहाँ चाहिँ तर गेम खतरा छ नि त रोडमै खेलिहाल्छ यहाँको मेसीले चाहिँ आज चाहिँ आऊ छिटो आज त भाइहरूसँग फुटबलको लागि गएको पक्र त यो मैले बाइक सार्छु ताङ गुड फुटबल हेर्नु फुटबल हाला गाइज हजुर यस्तो लग्जरी खेल्छ केटाहरू अहिले राम्रो खेल्ने मान्छे म यस्तो लगाउँछु जाऊ अब ल त्यही बाटो हेर ल तिमीहरू चाहिँ यहाँ चाहिँ फेरि 9 नम्बर हो कि रेडी यहाँ चाहिँ फेरि रोनाल्डो चाहिँ साह्रै पुड्केछ कि यता हेर्थ्यौ न अन्त पुडेको डाउन छोटो डाउन हो म दाजु ए मजा यता यता दाम स्पोर्ट्स गाडी स्पोर्ट्स कार जस्तै देखेँ इंसान हो गया तो तुम पागल हो गए मेरो जानु जानु हुन्छ आउनु न जप जप जानु तल्लै हो नि गएको त पहिला तपाईँ अहिले म भन्छु नि माथि ओके ओके अच्छी ल हाम्रो प्लेयर्सहरूको बुटहरू यहाँ छ निकालिसक्यो We're going to Assam school. यो चाहिँ आसाम इङ्ग्लिस स्कुल ग्राउन्ड है कस्तो दामी देखेको है वाउ ब्युटिफुल मजाको देखेको प्र्याक्टिसमा आएको होइन तिमीहरू अनि लेस लाउनु आउँदैन अरे राइट र लेफ्ट छान्नु आउँदैन ए त्यो फुटबलमाथि बस्नु हुँदैन त त्यसरी रेस्पेक्ट गर्नुपर्छ त फुटबलमाथि त्यसरी बस्नु हुँदैन यहाँ बसेर लाऊ यहाँ बस भाइ त्यसरी नबस यहाँ बस रेस्पेक्ट पो गर्नुपर्छ त बललाई खेल्नेहरूले त फर्स्ट रेस्पेक्ट देन गेम
अन्सुले लगाए ला नमार है लेस त ठुलो भएछ भाइलाई यो बुटको लेस चाहिँ हैन हेल्प गर है अर्कालाई यहाँ झर्ने बेलामा सँगै भन न मलाई यो चाहिँ कुन क्लास हो भाइ यता चाहिँ तिमीहरू क्लास हो यो तिमी कुन क्लास हो 5 हो गभर्मेन्ट सिनियर सेकेन्डरी आसामदेखि चाहिँ ग्राउन्ड चाहिँ ठिक जग्गामा रहेछ बस्ने जग्गा कति दामी पर्ख न वेट सबैसँग जाउँ न यता पनि ए बल फ्याँक्यो नि त्यसरी गर्नु हुन्थेन नि लेस बाँधिदियो त अन्छु ए आफ्नो टिमको त गर्नु पो पर्छ त कोही बेला त अपोनेन्टको त बाँधिदिनु पर्छ मेस्सीले चाहिँ रोनाल्डोको बन्दिँदैछ ए भाइ एकछिन त्यो पछाडि बाँध्नु हुँदैन लेस कहिले पनि एङ्कल भाँचिन्छ बिग्रिन्छ हुँदैन है बिस्तारै र पनि कहिले नबान्नु है पछाडि यस्तो क्र्याककै खुट्टा हुन्छ न बिग्रिन्छ हो त फेरि एकखेप इन्जरीले फुटबल खेल्नु भएन भने लाइफभरि लड्यो भने कहाँ हो खेल्छ नि हो ल जाऊ यो घाममा चाहिँ गरे तिनजना चाहिँ ल जाऊ तिमी पनि यहाँको सिग्नेचर मुभ चाहिँ यस्तै ल जाऊ यो घाममा मान्छे हराइरहेको छ त तिमीहरू त ग्राउन्ड ठुलो भयो त्यसरी जगिङ सँगै एउटै लाइनमा गुड खोइ एरन छोडे बिस्तारी कुदा न बिस्तारी फर्क बिस्तारी हातहरू हल्लाऊ खुट्टा हल्लाऊ बिस्तारी बिस्तारी हिँड न एरनलाई साह्रो पर्यो हौ त्यसरी सबै एक्सर्साइज गर तलदेखि माथिसम्म बिस्तारी एरन यहाँ लाइनमा हो दाजुहरूसँग जाऊ यताउता एकछिन जगिङ गर 5 खेप फर्स्ट हौ त्यसरी एरन जस्तै गर जाऊ एरन जस्तै गर जगिङ अन्छु जाऊ खुट्टाहरू हल्लाऊ 5 खेप गर यता र उता फुचे रोनाल्डो ल 5 खेप गर अन्त एक्सर्साइज गर एकछिन वार्मअप गर खुट्टाहरू खोल हौ त्यसरी नसाहरू तन्काउ खुट्टाको एक्सर्साइज गर्दै लड्दैछ कहाँ फुटबल खेल्छ हेर नि त यता यहाँ छेउमा आएर फर्स्ट एक्सर्साइज गर हौ त्यसरी नसाहरू तन्काउ हौ त्यस्तोहरू गर घाँटीहरू टाउको नसाहरू तन्काउ नसा तन्काउ खुट्टाहरू स्ट्रेचिङ गर त स्ट्रेचिङ भाइ स्ट्रेचिङ गर टाङ फारा टाङ अहिले म 24 घण्टामा फुटबलर बनाउँछु म निकै भयो ल पक्रा गुड सेभ छोड्यो तिमीलाई तिर्खा लाग्यो ल जुमिना क्यान्टिन पानी खानु रोनाल्डोसँग पानी खानु नपाउनु सक्छु म एसएमजी बोइज के हो तिमीहरूको टिमको नाम के भयो अरे पोइजनस बोय हो पोइजनस बोइज
यहाँ हेर त 1 2 3 1 1 2 3 भन न 1 2 3